नमस्कार सबैमा। हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्दै म हजुरहरूको अगाडि एउटा छोटो कविता लिएर उपस्थित भएको छु र मेरो कविताको शीर्षक छ लिङ्गको भेदभावलाई हटाउँ, देश समाजलाई अघि बढाउँ। हाम्रो समाजमा चलिरहेको भ्रमलाई हटाउँ, स्त्री र पुरुषको भिन्नतालाई हटाउँ। हाम्रो समाजमा चलिरहेको भ्रमलाई हटाउँ, स्त्री र पुरुषको भिन्नतालाई हटाउँ। 22वीं शताब्दीको हिसाबमा चलौँ, भिन्नताको हिसाबमा नचलौँ, भिन्नताको हिसाबमा नचलौँ। दुनियाँ बदलिए, देश र गाउँ पनि बदलिए। दुनियाँ बदलिए, देश र गाउँ पनि बदलिए। तर किन स्त्री पुरुषमा भिन्नता हटिएन? आउन साथी, लिङ्गको भेदभावलाई हटाउँ, देश समाजलाई अघि बढाउँ। लिङ्गको भेदभावलाई हटाउँ, देश समाजलाई अघि बढाउँ। भिन्नता छैन स्त्री पुरुषमा, भिन्नता छैन स्त्री पुरुषमा। देऊ न एक मौका दिएर हेर साथी, मौका दिएर हेर साथी। बन्नेछन् भारतका गौरव, स्त्रीलाई कमजोर नसम्झ है साथी, स्त्रीलाई कमजोर नसम्झ है साथी। देश समाजलाई अघि बढाउने छन्, देश समाजलाई अघि बढाउने छन्। देशको काबिल बन्नेछन्, देशको काबिल बन्नेछन्। धन्यवाद।